Good morning, Buddha. Good morning, Susan. Hello. Hello, good morning. Hello, good morning. Hi everyone, welcome to my YouTube channel. So आज हामी चाहिँ ट्रेनमा चढेको हिजो कति बजे 4:30 बजे हिजोको 4:30 मा चढेको अनि अहिले चाहिँ अब 10-11 बज्न लागिसक्यो उठेर फ्रेस भएर अनि कफीहरू खाएर बसिसकेको अनि हिजो राति चाहिँ अब यस्तो भिड भयो कि भिडियो गराउनलाई है मोबाइल लिएर पक्रेर गराउनै आँटै नआएको अनि भिडभाड केटाकेटीसँग यस्तो झ्याउँछ अनि हाम्रो बिचको यो सिट भएको भएर पनि भिडियो गराउन अलिकति प्रब्लम भयो अनि सानो बोल्दै त सामी बाई गरेको यो हल्ला यस्तै हुन्छ सो अब चाहिँ हामी कति मिनट अब 5-10 मिनट पुग्छौँ हामी चाहिँ के यो रेलवे स्टेसनको वरिपरि नै छौँ क्या हामी चाहिँ स्टेसनमा जग्गा नभएर स्टेसन बाहिर रोकेको छ त्यस्तै यस्तो भिड हुन्छ डेन्जर अनि म तपाईँलाई एक चिज देखाउँछु ल इन्डिया आउनुको मतलब इन्डिया आयो भनेर चिन्नु चाहिँ कसरी चिन्छ थाहा छ देखिहाल्नुभयो हाम्रो ब्याकग्राउन्ड हाम्रो फ्रन्ट साइडमा कस्तो छ होइन हामी त ट्रेनमै छौँ हाम्रो यो ट्रेन जग्गा भएर पनि हो यस्तो साह्रो अब भित्री मेन सिटीहरू त राम्रै हुन्छ अब भन्नै पर्दैन होइन यो नेम इज सुसान हो अनि कति बेलादेखि चढेको नि सुसान कस्तो फिल भइरहेछ राम्रो फिल भइरहेछ मजा आएछ यो बेला चाहिँ बोर भइसक्यो कति बेला पुग्छ भइसक्यो है अनि हाम्रो चाहिँ दिदी पनि आइपुग्नु भएको छ नेपालदेखि अनि अब चाहिँ हामी लखनऊमा गएर कहाँ गएर स्टेसन गएर अनि त्यही भेट्छौँ सो अब सामानहरू निकाल्नु पर्नेछ सामानहरू निकालेर रेडी गर्नुपर्नेछ हतार झर्छ फेरि आउने बित्तिकै मान्छे झराझर ठेल्लाठेल हुन्छ बाई बाई सुसान हेलो के खाने यो चाउचाउ खाने खै देखाऊ मलाई ल खाऊ 1 बाइट खाएर हेर कस्तो भएछ यम्मी बारेर खाऊ ल सेयर गरेर ओके रेडी भयो अब जाने कुशल सामान सार्न थालिसक्नु भयो ओके Bye. My back's tight. हेलो हामी पुग्यौँ कहाँ लखनऊ भन अनि अब आज हामी नेपाल पुग्छौँ साँझ होइन Yes. सामान सार्दै हुन्छ यतातिर बसिरहेको छु केही देखेको छैन अलि हल्का देखेको छु हामी यो लखनऊको स्टेसन बाहिर छौँ कति स्लो हिँडेछ यो गाडी यो ट्रेन Hello, you are my friend. कति स्लो हिँडेको छ कि होइन नत्र अहिलेसम्म हामी पुगिसक्नु पर्ने थियो देख्नु कति स्लो छ यमुना दौड्यो भने पुग्छ ट्रेनलाई भेटाइदिन्छ हो कि नि त्यस्तो स्लो छ होइन त्यसो नि भेटाइदिन्छ होइन के भन्न लाग्यो अर्को डन आयो डन अब झन् टाइम आयो बुढा आयो नि रेडी प्लेटफर्म नम्बर हो घरमा हुँदाखेरि क्या हाम्रो पनको ट्रेन सबै झार्दै घर टक्क पुग्छ नि चेन खिचो भन्दा पहिला सुसानलाई गर्नु ल आतिन्छ यो लखनऊ स्टेसन लखनऊ सिटी आइसक्यो कुशल खुसी भएको यहाँबाट निस्किनु पर्नेछ एक्जिट यही छ हामी चाहिँ
कति नजिकै निस्क्यो है बुढा अहिले यहाँ लखनऊको यो रेलवे स्टेसनमा छौँ अनि हामीले चाहिँ यहाँ लकर रुममा सामान राखेको छौँ सामान राखेर अब हामी जान्छौँ दिदीलाई भेट्नु दिदी आउँदै हुनुहुन्छ नेपालदेखि अनि आएपछि चाहिँ अनि जानुपर्नेछ हल्का सामानहरू किन्नुपर्नेछ त्यहाँ जान्छौँ हामी चाहिँ लखनऊ यो बाटो भेट्छ पुजारीहरू अहिले अटोमा बसेको छौँ यहाँ लखनऊ गेट रेलवे स्टेसनदेखि अब यहाँ बाटो चाहिँ दिदीलाई केशरबागमा त्यहाँ दिदीलाई लिन जानुपर्नेछ त्यहाँ लिएर हामी आउँछौँ त्यसपछि बजार जानुपर्नेछ रेलवे स्टेसन यो यहाँ हामी चाहिँ यहाँ यो दिदीलाई लिन आउँदैछ यो चाहिँ लखनऊको बस पार्क हो अनि हामी यहाँ बस पार्कमा हामी छिर्दैछौँ बेलुन बेबी जहाँ गए पनि त्यही बेलुनै नभन् न ल यसलाई जहाँ गए पनि बेलुन देख्दैछ बेलुन चाहियो कहाँ हरायो भन्दै होला कति पछि भेट भयो एक घन्टा भइसक्यो गाडीमा आउनु भयो हाम्रो ट्रेन त्यसै लेट भइदियो बसमा अब के रोकिन्थ्यो ल जाउँ होला मलाई पनि दिलेन लैजाऊ ल ए भेट भयो ल जाम अटो कुदिरहेछ हामी चाहिँ भेट भइसक्यो भेट भएर अब जानुपर्छ सपिङ गर्नु लखनऊमा भेट भयो कति वर्ष दुईजनाको भिजा आउँदैछ 7 महिनामा घर फर्किँदैछ मैले क्यामेरा अपडेट गरेको राम्रो लाग्छ कि हामी चाहिँ अहिले यो अमिनाबागको पसलमा छौँ झिलेबुले त अलिक सुहाएन होला है जाँदा मिथुन दा पनि खान लागेको होला कोट हेर्नु आएको हामी यहाँ है नपाएर खोज्दा यहाँ सुशान्त बाउ छोरालाई है खाइ आइसक्यो उता यता खुट्टा थाकिसक्यो हाम्रो साइज हुन्छ नगर्न जिम्ना कोट हेर्दा थाक्यो खोज्दा थाक्यो राम्रो छ कोटहरू यो मान्छेलाई कोट चाहियो अरे यो मान्छेलाई एकछिनको लागि सुशान्त कहाँ आयो हामी हो यो भुलभुलै यो कस्मेटिक एरिया सबै हाम्रो हराए डर छैन पसल सबै एडी अनि ब्रास अनि कस्मेटिक है भिड कुशल
जाम बजारको जाम प्लेन हो प्लेन जामा हेर सानो मान्छे त सानो देख्ने छ हराएर केही छैन अहिले चाहिँ हामी यहाँ कति बज्यो 6 बजीसम्म चाहिँ बल्ल यहाँ खाना हाम्रो बिरयानी खाँदैछु हाम्रो डिनर खान्छ अब त्यसपछि चाहिँ हामी बस चढेर जानुपर्नेछ आउँदैछ बिरयानी पार्टी बिरयानी पार्टी हामी म चाहिँ खाएर बसिसकेँ छोरी खाँदैछ बिरयानी ल पुरी आयो पुरी लखनऊको पुरी सब्जी लखनऊको पुरी हामी त बिरयानी खाइयो खाइदियो पुरी सब्जी हामी खाने चिया रेलवे स्टेसनको बारो मिठो भयो अब जानुपर्छ बस पार्क रेलवे स्टेसन सामान लिएर चाय आयो चाय अर्को चाय खानुपर्ने छ दामी छ दामी रेलवे स्टेसन फर्स्ट टाइम रेलवे स्टेसन फर्स्ट टाइम यो यहाँ मान्छेलाई फुर्सद छैन को कसैसँग लड्यो भने पनि उठाउँदैन दिदी के अब लास्ट हाम्रो लखनऊको लुजु सरकार ने हमको इतना बड़ा गाड़ी दी तुम्हारा बैग क्या होगा अब हाम्रो चाहिँ लखनऊ अबदेखि घरको लागि यात्रा सुरु भयो हाम्रो मजाले सुतेर जानुपर्छ अब चाहिँ हामी कहाँ जानुपर्छ सुसान घर अब चाहिँ हामी घरतिर लाग्यो भोलि बिहान मर्निङमा मात्र हामी घर पुग्छौँ फुलपडाबाट अब आजको लागि यति नै बाई 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 अब चाहिँ मजाले सुतेर घर पुग्नु पर्ने छ हुन्छ सुसान मजाले सुतेर घर पुग्नु पर्ने छ अब ल अब बाई बाई गरिदियो बाई बाई मेरो युट्युब फ्यामिली गुड नाइट स्विट ड्रिम अनि माया खै यसो अलि अलि यताबाट माया बाई अनि हामीलाई मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब होइन छिरियो है ब्यागमा रहेको छ नेपालबाट गुड मर्निङ सुसान गुड मर्निङ सुसान खै त आज भन्दैन मम्मीको ब्लगमा भन्दैन आज खै